हेलो साथी, नमस्कार सबैजनालाई। फेरि पनि मैले एउटा न्यू भिडियो लिएर आइसकेको छु। हेर्नुहोला। सासु डोको उचाल्ने बुहारी टिकटक बनाउने। हेर्नुस् हाम्रो हामी सासु बुहारी, हामीले मेरो काम हामी चाहिँ सासु बुहारी हौँ। हामी उहाँको काम घाँस डोको काट्न उचाल्ने काम छ। गएको मेरो आफ्नै खेतमा। हेर्नुस् तल जङ्गल जस्तै छ नि त हाम्रो जङ्गल। आज हामी घाँस काट्न आएको, हामी आफ्नै जङ्गलमा। हाम्रो धान पनि यस्तो भएको छ। हजुरहरूको कस्तो भएको छ अनि हेर्नु न कस्तो राम्रो धान भन्दै थिएँ मैले चाहिँ हो नि भन्दै हुनुहुन्थ्यो। अनि त्यस्तै गफ गर्दै ओर्दै घाँस काटिसक्यौँ। अनि मम्मी कस्तो राम्रो भ्यू, कस्तो राम्रो भ्यू आइरहेको छ। हेर्नुहोस् न कस्तो राम्रो देखेको। यति बेला भात पनि पाक्छ, खोले पनि पाक्छ भन्दै म बेला पार्दै हुनुहुन्छ। हामीले यो दाउरा अब बेला पारेर किन भेला पारेको, अब आफ्नो भारी त बनाउनै पर्यो भनेर म बेला पार्दै हुनुहुन्छ। खोज्दै कस्तै दाउरा निस्किन्छ हाम्रो यो उसबाट त दाउरा हाम्रो जङ्गल पनि छ। यस्तो छ, जङ्गलै जस्तो भएको छ। हाम्रो जङ्गल दाउरा पनि अझै खोज्दै हुनुहुन्छ। दाउरा पनि पाइन्छ, घाँस पनि पाइन्छ, अम्बकहरू पनि पाइन्छ। अनि त्यही भएर त्यति भयो। त्यहाँदेखि मैले घाँस राखेर त्यहाँमाथि दाउरा अनि फेरि घाँस राखेर छोप्नु भयो। अनि मैले चाहिँ फेरि मेरो चाहिँ भारी ढोकोमा थियो, ढोकोमा हालेर अघि हुनुहुन्थ्यो। दाउरा बोकेर मम्मी अगाडि हुनुहुन्छ। मम्मीले चाहिँ थोरै बोक्नु भएको अनि मैले चाहिँ एक भारी बोकेको। हामी घरतिर लाग्यौँ। आज जङ्गल आएको थियौँ घाँस काट्नलाई। हाम्रो धानबारी हेर्नुहोस् गाइस, धान गोड्ने बेला भयो गइरी खेतैको।